हेलो नमस्ते सबैलाई। म चाहिँ यति बेला स्वयम्भू उकालो जाँदैछु धेरै समयपछि। अब बीच बाटोमा के देखिन्छ, कसो देखिन्छ तपाईहरुलाई म देखाउँदै जान्छु हैन। सायद गोरु चाहिँ देखिसक्नु भयो, यो साँडे हो। धेरै समयपछि आएको है म। पछाडि नै हेर्न चाहनुहुन्छ भने यस्तै देखिन्छ। यो अगाडि जाँदैछु, जुन देखिएको बाटो चाहिँ अगाडि हो। तर कहिलेकाहीँ मात्रै हो म आएको त नभनौँ। यो बिचमा अलिकति सन्चो नभएर म यो मर्निङ वाक चाहिँ आउनु छोडेको। नत्र एकदमै राम्रो ठाउँ थियो, मर्निङ वाकको लागि एकदमै सुविधा छ। आज त्यो पनि डे अफ भएर म अफिस जानु नपर्ने भएर आज इभिनिङ वाक भनौँ न। स्वयम्भूमा यति बेला इभिनिङ वाक नै भन्छु म। अरू बेला त 4 मिनट यो माथि सबै चढ्थेँ म। आज चाहिँ म सक्दिनँ होला। हेरौँ, सायद म तपाईहरुलाई यो जुन भगवान पार्कबाट सुरु भएको कालोदेखि माथि डाँडासम्म पुगेको तपाईहरुलाई देखाउँछु र कति मिनटमा पुग्छु तपाईहरुले नै हेर्नुहोस् है। म त सानै भइसक्यो नि त। स्यासा चाहिँ बेसरी भयो होइन। यो माथिसम्म छ। म एकदमै कन्टिन्यू छु है। अब एकछिन उभियो यो तर शिस्त भाइहरूले दाउरा बोकेर जगर्ना गर्दैछन्। उकालो मात्रै हो, नपाउने चाहिँ केही छैन। अब तपाईहरु यहाँ आएर केही बनाउन चाहनुहुन्छ नि, क्यामेराम्यान यसरी छ। क्यामेराम्यान है। अचम्म छ बच्चाहरू। पहिला 4 मिनटमा माथि पुग्थ्यो साथी हो। अहिले चाहिँ नसकिने 4 मिनट त यहीँ भएछ। अब ठिकै छ, यसै ढिलो उसै ढिलो। एकचोटि यहाँ बसेर पनि
गाह्रो छ हो गाह्रो छ ओके अब म फेरि सुरु गरेँ तर अहिले यो स्वयम्भू उकालोमा बाँदर भन्दा नि मगन्त नारायणहरू धेरै भएको रहेछन् अब खास मागेको त होइन स्वेच्छाले दिने कुरा हो तैपनि खै उहाँहरूले दाउरा चाहिँ कलेक्सन गरिराख्नु भएको छ अब ल यही हो गन्तव्य धेरै माथि छ पुग्नु सक्छु सक्दिनँ माथि हेर्नुहोस् है ओहो 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 गाइज के गर्नु त अब यस्तै छ जिन्दगी बाटोभरि माग्ने छन् सक्दिनँ कि के जस्तो पो लाग्यो है ल एउटा एकदम खतरा पाराले आएको छ है यहाँको बाँदरलाई त केही भन्नु नि हुँदैन कुट्छ फेरि अब यसलाई देखाउँदैछु तर डर चाहिँ लागिरहेको छ यस्तै परे कुट्छ पनि के गर्नु ल हेर्नुहोस् यहाँ उभिएको आयो लगभग आधा बाटो चाहिँ आएँ ओहो सक्दिनँ जस्तो पो लाग्यो आधा त गइसक्यो अब आधा बाँकी छ आइए अब लगभग निस्किँदैछु है यही आइसकेछ ओके हेलो चढ्यो है चढ्यो सब तालिम प्राप्त रहेछ नि यार ओके गाइज फाइनली म आइपुग्नु लाग्यो ल ल फाइनली 9 मिनेट 45 सेकेन्डमा म यहाँ आइपुगेको छु
Japanese